सबैजनालाई बिहानीको ताजा नमस्कार सबैलाई। अनि विशेष गरेर यहाँ हामीले म अहिले बिहान हिँडेर आउँदै गर्दा यहाँ हाम्रो गाउँ छिमेकीको एकदम दिदीहरू है मैले यहाँ भेट्नु पाएँ। बिहान हेर्नुहोस् दर्शकबिन, हामी बिहान निस्क्यो भने यस्तो राम्रो राम्रो मान्छेहरू मान्छेहरू हामी भेट्न सकिन्छ। अनि तपाईँको नाम भनिदिनुहोस् न दिदी। हजुरको नाम? हजुर होइन, तपाईँको के नाम? फुलमाया लामा। अनि तपाईँको? मेरो मिना 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 छेत्री। अनि तपाईँको के बिहान हिँड्नु हुँदैछ? कति दिन भयो हिँड्नुभयो? एक हप्ता। ए सुरु गर्नुभयो है? बल्ल सुरु गरेको? ए के बिमार छ तपाईँको शरीरमा? प्रेसर छ। अनि यो हिँड्नु चाहिँ कहाँबाट तपाईँहरूलाई मनायो? कसरी? हजुर उत्रबाट हिँड्नु मनायो है? न अरू हिँडेको देखेर यस्तो? अनि तपाईँहरूले हिँडेर के फाइदा पाउनुहुन्छ? राम्रो लाग्दैछ नि? अनि विशेष गरेर तपाईँहरू अहिले हिँडेर 3-4 दिन भए पनि फाइदा त केही न केही पाउनुभयो होइन? शरीरमा केही न केही पाउनुभयो। अनि जो हाम्रो मतलब डेली बस्नेहरू जो नहिँड्नेहरू छ, हाम्रो दिदी बहिनीहरू आमाहरू सबै जति भयौँ होइन, उनीहरूलाई तपाईँहरूले यो भिडियोबाट भनिदिनुहोस्, हाम्रो गाउँवासीहरूलाई भनिदिनुहोस् तपाईँहरूले पाएको फाइदा। अनि यसरी हिँड्नुपर्छ भने अलिकति अनुरोध गरिदिनुहोस्, किनभने शरीर चाहिँ मान्छेको लागि असल होइन, स्वास्थ्य मान्छेको लागि सबै कुरो धनै स्वास्थ्य हो भनेर भन्छ। हाम्रो स्वास्थ्य ठिक छैन भने धन सम्पत्ति रुपियाँ जति कमाए पनि फाइदा छैन हो कि होइन भन्नुहोस् त? मेन त स्वास्थ्य हो नि त। अनि त्यसको लागि तपाईँले जे पाएको फाइदा तपाईँहरू अनुरोध गर्नुहोस्। हाम्रो गाउँको चेलीबेटीहरू सबैलाई भनिदिनुहोस् न, तपाईँहरूको आफ्नो मुखबाट सबैको लागि अनुरोध गरिदिनुहोस्। हजुर भन्नुहोस्, के पाउनु, के फाइदा पाउनुभयो शरीरमा? मलाई त अस्तिसम्म त हाई प्रेसर भनेर भनिरहेको थियो। अनि फेरि हिजो अस्तिको दिन गरेर जो गर्दा लो पो भएछ हिँड्दा फेरि लो? यो हिँडेर लो भएको होइन, हिँडेर लो भएको होइन, यता हेरेर भन्नु। हिँडेर लो भएको होइन कि यो? अनि कति लो भएको छ? पुरा लो भएको छ। अब फेरि 2-3 दिनमा आउनु है भनेको छ त्यस्तो हस्पिटलमा। ए 2-3 दिनमा? तपाईँले यहाँबाट कति टाढो हिँड्नु सक्नु? कति टाढो जानुहुन्छ? धुनागुडीसम्म? ए तपाईँहरू हिँड्दाखेरि सक्नुभयो भने तपाईँहरू जब हिँड्नुहुन्छ फिल्ड छ नि जहाँ, फिल्डमा जानुहोस्। अनि फिल्डमा गएर यो खुट्टामा नि खाली खुट्टा तपाईँहरू वरिपरि हिँड्नुहोस्। सक्यो भने आस्ते दुगुर्नुहोस्, अब सकेन भने नि खाली खुट्टा चौरमा हिँड्नुहोस् त। अनि तपाईँहरू जब हिँड्दाखेरि शरीर सधैँ हामी जस्तो हिँड्छौँ त्यसरी होइन। बिहान जब हामी हिँड्दाखेरि अलिकति स्पिड हिँड्नुपर्छ, बुझ्नुभयो? अलिकति स्पिड फास्ट हिँड्नुपर्छ क्या। अनि जस्तो स्लोली हिँड्यो भने त्यो फाइदा त्यति पाइँदैन। अलिक स्पिड हिँड्नुभयो भने के भन्छ, शरीरलाई अलिकति प्रेसर दिनुपर्छ। अनि बरु अलिअलि पसिना पनि आओस्। अनि अलिक स्पिड नरोकिकन अलिक स्पिड गल्यो भने पनि हिँडेको जबरजस्तीबाट अलिक गल्यो भने अलिक लाहे हिँड्यो। अनि त्यस्तो गरेर हिँड्नुभयो भने चाहिँ तपाईँहरूलाई शरीरमा त्यो फाइदा पाउँछ। अनि तपाईँ हिँड्नु थालेकोदेखि त्यो लो प्रेसरहरू पनि भएको, अनि आस्ते त्यो जग्गामा आउँछ। अनि फट्टै डक्टरले दरबहरू फट्टै नलेख्नुहुन्छ। तपाईँहरूले यो के भन्छ घरमै राम्रो कुरोहरू खानुहोस् होइन। चियाहरू नखानुहोस्, बिहान खाली पेटमा गुलियोहरू नखानुहोस् होइन। अनि दोकानको जति पनि पकाएको हजुर त्यो सब नखानु। अनि त्यहाँबाट तपाईँ घरमै बरु बनाएर नेचुरल वस्तु बनाएर खानु। मरमसला त्यति नखानुहोस् होइन। अनि भिटामिन वस्तुहरू पनि धेरै छ नि त, फलफुलहरू यस्तो गाउँमै कम्ती सस्तो दाममा पाउने फलफुलहरू तपाईँले खानुहोस्। प्रेसर पनि जग्गामा आइहाल्छ। ठिक छ, र तपाईँहरूलाई धन्यवाद। अनि लास्टमा हाम्रो गाउँवासीहरूलाई के भन्नुहुन्छ? लास्टमा केही एउटा भन्नुहोस्, धन्यवाद। सबैले हिँड्नुहोस् है, हिँड्नुहोस्, सबै स्वस्थ रहनुहोस्। गाउँ आफ्नो घरलाई पुरा उज्यालो बनाउनुहोस् होइन। स्वास्थ्य छ भने उज्यालो हुन्छ सबै कुरो है। धन्यवाद ल तपाईँहरू सबैलाई है। यो त धन्यवाद। म फेरि पनि यहाँबाट जाँदैछु। अब म यता यो किरण छ नि मराजान फिल्ड, त्यहाँ गएर म रनिङ गर्छु, एक्सर्साइज गर्छु, पसिना झार्छु अनि आउँछु। भिडियो तपाईँको मोबाइल छ नि? त्यो मोबाइलमा भिडियो छ त मेरो।